र धेरै जस्तो राम्रो गरेको चलचित्रहरूले चाहिँ एकदमै रुवाएको छ अडियन्सहरूलाई, एकदमै मन दुख्ने गरी छोएको छ अनि राम्रो गरेको छ। र हाम्रो चलचित्र चाहिँ हाम्रो चलचित्रले चाहिँ अडियन्सहरूलाई, दर्शकहरूलाई हर्षित बनाएर रहोस् जस्तो लाग्छ मलाई चाहिँ। र सबैजनाले कनेक्ट पनि गर्न सक्नुहुन्छ आफ्नो परिवारसँग, आफ्नो फ्यामिली मेम्बर्सहरूसँग कनेक्ट गर्न सक्नुहुन्छ हाम्रो क्यारेक्टरहरूलाई। एकचोटि हेरिदिनु होला मङ्सिर 12 गते रिलिज हुँदैछ। जस्तो तपाईँको चाहिँ रियल त थाहा छैन, सर यो पर्दा पनि मान्छेजना पहिलोचोटि आउँछ। वर्षाजीलाई के लाग्छ यो जोडीलाई दर्शन लाग्यो नयाँ जोडी हो, तपाईँ कसरी लिएर जस्तो लाग्छ? अरूभन्दा के अन्त अरू कलाकार काम गर्दाखेरि त अब त्यस्तो अन्तर एकदमै धेरै डिफ्रेन्स त मैले भेटिनँ त्यो कलाकारहरूसँग र दाइसँग गर्दा। त्यो दाइले चाहिँ एकदम धेरै पर्सनली लेभलमा केयर चाहिँ गर्नुहुन्थ्यो, माया गर्नुहुन्थ्यो, सबैजनालाई एकदमै केयर गरेर गाली गर्ने त्यो चाहिँ भयो। तर एज एन एक्टर चाहिँ दाइले एकदमै हेल्प गर्नुभएको छ मलाई, मेरो क्यारेक्टरको लागि पनि एकदमै हेल्प गर्नुभएको छ। आफ्नो सँगसँगै मेरो क्यारेक्टरको लागि पनि दाइले टाइम निकालिदिनु भएको छ। सो थ्याङ्क यू सो मच दाइ। र आई थिङ्क दर्शकहरूलाई हाम्रो केमिस्ट्री मनपर्छ होला, आश गरौँ, किनभने हाम्रो डिरेक्टरलाई एकदम मन परेको छ हाम्रो केमिस्ट्री। सो होपफुली दर्शकहरूलाई पनि मनपर्छ। जस्तै मैले चाहिँ खयनजी थिएटरबाट आउनुभएको, उहाँ चाहिँ अलिकति कुनै पनि सब्जेक्ट दिनुहुन्छ, थिएटर पर्सपेक्टिभबाट हेर्नुहुन्छ र त्यसमा बढी गहिरिनुहुन्छ र आफूसँग अभिनय गर्ने कलाकारलाई पनि थिएटर जस्तै ट्रेन्डमा लैजानुहुन्छ, त्यति बढी वासमा काम गर्न दबाब पर्छ। त्यो अनुभव कतिको रह्यो यसपालि? होइन, मैले थिएटरबाट आउने कलाकारहरूसँग पहिला पनि काम गरेको भएर त्यो एक्सपिरियन्स चाहिँ मैले पहिल्यै गरिसकेको थिएँ। किन भन्दाखेरि मैले जात्रा नै गर्दाखेरि मैले वर्कसप भन्ने चिज जात्राबाट मात्रै थाहा पाएको थिएँ, वर्कसप भन्ने चिज पनि हुन्छ भनेर। अनि त्यसपछि बिपिनले पनि मलाई त्यो टाइममा एकदमै हेल्प गर्नुभएको थियो। त्यहाँबाट चाहिँ मैले एक्सपिरियन्स यस्तो हुँदो रहेछ थिएटर मान्छेहरूसँग काम गरेपछि भनेर चाहिँ त्यतिखेर नै फिल गरिसकेको थिएँ। त्यो चाहिँ त्यो दबाब यसमा पनि पऱ्यो होला? छैन त्यस्तो एकदमै दबाब चाहिँ दिनु भएन दाइले, एकदम सहज तरिकाले काम सक्यो। तर भने आफ्नो एक्सपिरियन्स सेयर गर्ने त्यो अब कुनै एक्टरलाई काम लाग्न सक्छ, कसैलाई लाग्दैन होइन। आफ्नो दृष्टिकोण धारणा हुन्छ गर्दाखेरि काम गर्दाखेरि चाहिँ अहिले त्यसले गर्दाखेरि अब कसैलाई आवश्यकता पऱ्यो भने आफै पनि सोधिरहेको हुन्छ। आफ्नो एक्सपिरियन्स बताउने, छुमन्तर गरेर आफ्नो चिज ल्याएर बताइदिने, पिलाइदिने त हुँदैन है। अब कसैले इन्ट्रेस्ट राख्यो भने अब हामी चाहिँ आफ्नो एक्सपिरियन्सहरू सेयर गर्छौँ। अब बाहिरबाट हेर्दा त्यो अर्कै लाग्ने अनि भित्र फेरि अर्कै हुने हुन्छ नि त होइन। जस्तै हामी एक्टरहरू त आफ्नो थिएटर ब्याकग्राउन्डबाट आएको एउटा चाहिँ मलाई चाहिँ म आफूलाई पनि ब्लेस्ड किन ठान्छु भने मलाई त्यसले अनुशासन सिकायो सबभन्दा ठुलो कुरा होइन। एउटा चाहिँ अभिनेताको हिसाबमा त्यो कुन अनुशासन